हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। 2063 सालपछि देशमा निषेधको राजनीति हावी भयो। त्यो निषेधको राजनीतिले देशको अस्तित्वसँग जोडिएको राजसंस्थालाई बाहिर राखेर राजनीति गर्ने प्रयास गर्यो। तर आज देशमा न सुशासन, न रोजगारी, न सामाजिक सांस्कृतिक सद्भाव। आज हरेक कोणबाट देश एक असफल राज्यको रूपमा अग्रसर भइरहेको छ। हाम्रो त्यो गौरवशाली इतिहास र पुर्खाको योगदानलाई अवमूल्यन गर्दै विदेशीवाद र सिद्धान्तलाई आदर्श मान्नेहरूद्वारा देशको सार्वभौमसत्ता, अखण्डता कमजोर बनाउने काम मात्र भएन, देशलाई बेरोजगारी, अन्याय, कुशासन र भ्रष्टाचारले जर्जर बनाउने काम गर्यो। अब निषेधको राजनीति होइन, सद्भाव र एकताको राजनीति गरौं। विदेशीवाद, सिद्धान्त वा निर्देशन होइन, नवीन समझदारी मार्फत देशको निकास निकालौं। राजाबाट आह्वान गरिएको वाणीहरूलाई हृदयंगम गर्दै राष्ट्रसत्ता पुनर्स्थापनाको लागि अग्रसर बनौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं। यही फागुन 1 गते राजाको काठमाडौँ फिर्ती सवारीमा उत्साह र उल्लासका साथ सहभागी बनौं। राजा, राष्ट्र र राष्ट्रियताको सबलीकरण सहित विकास र समृद्धितर्फ अग्रसर बन्न अब ढिला नगरौं।